सम्पूर्णमा नेपाली परिवारजनमा म श्रीकृष्ण मगरको तर्फबाट हार्दिक नमन व्यक्त गर्न चाहे र आज तपाईहरुको समक्ष चाहिँ म विषयगत रूपमा जुन पनि यो हाम्रो जेन्जी भाइ बहिनीका अगुवाई सुदन गुरु जी हुनुहुन्छ, जो राष्ट्रप्रेमी, जनताको हितको लागि सदैव लडिरहने देशप्रेमी चाहिँ गृहमन्त्रीको पदमा चाहिँ रहनु भएको थियो। धेरै राम्रा काम गर्नु भएको थियो र गर्नेवाला हुनुहुन्थ्यो। यो चाहिँ आज अकस्मात रूपले चाहिँ उहाँ चाहिँ अब कुनै यो शेयर किनेको बापत चाहिँ लागेका यी आरोपहरूको विषयगत रूप खण्डन भइरहेका थिए। त्यसै रूप अनुरूप चाहिँ आफ्नो नैतिकताको दृष्टिकोणले हिसाबले चाहिँ आफ्नो पदभारबाट चाहिँ राजीनामा लिनु भइसकेको भन्ने कुरो सुन्नमा आएको हुनाले चाहिँ मैले चाहिँ मनमा लागेका आफ्ना विचारहरू भावनाहरू चाहिँ तपाईहरुको समक्ष चाहिँ राखौं भन्ने विचारका साथ उपस्थित भएको छु। र यस विषयगत रूपमा चाहिँ के भन्न चाहे भने चाहिँ जुन पनि यो पुराना दल पार्टीहरू र भाद्री संगठन र यो पत्रकारहरू जो चाहिँ एउटा नकारात्मक भ्रमको फैलाउनको निमित्त चाहिँ उनीहरू एउटा बलियो पकड बनाएका छन्। एउटा सानो भनौं न सानो तल्लो लेभलदेखि तल्लो तहदेखि माथिको कानुनी रूप बनाउने जेलसम्म यिनीहरूले चाहिँ एउटा जाल जेल गरेर चाहिँ एउटा बेरिएको गाँठो परेका उल्झेलिएको चाहिँ यो भनौं न यो जुन पनि यो लुटको धन्दा चलाउने एउटा माध्यम बनाएका थिए। त्यसलाई चाहिँ फुकाउनको निमित्त चाहिँ हाम्रा यो अहिलेको सरकार, बालेनजीको सरकार, हाम्रो रविजीको सरकार र सुदन गुरुङजी चाहिँ जो गृहमन्त्री भर्खर नयाँ आउनु भएको थियो, जसमा जोस जाँगर हुटहुटी केही गरौँ भन्ने इच्छा आकांक्षा रहेका व्यक्तित्वहरूप्रति दिन प्रतिदिन यो झोले मिडिया, यो भाद्री संगठन र दलीय रूपमा चुनिएका माथिका कानुनी जो जासुसी छन् उनीहरू चाहिँ दिन प्रतिदिन आफ्नो यो खाने बाटो अब बन्द हुने भयो भनेर चाहिँ यिनीहरू तितर बितर भएर यिनीहरू कुकुरले भुके झैं बाटो बाटोमा उत्रिएर विभिन्न षड्यन्त्र गरेर यिनीहरू चाहिँ अझै पनि खान पाइन्छ कि भन्ने आशले चाहिँ यिनीहरू भुकिरहेका छन्। देशलाई यिनीहरूले भनौं न अशान्तिमा जिरहेका यिनीहरू प्रेत पिचासहरू जुका जो चाहिँ सम्पूर्ण नेपाली जनताको चाहिँ जुन युवकहरूको हाम्रा जेन्जी भाइ बहिनी, हाम्रा बुढा पाखा नेपाली सम्पूर्ण परिवारको चाहिँ यिनीहरू मेहनत खान पल्केका जुकाहरू, मेहनती नगरिकन ऐयासी जिन्दगी जिरहेका यिनीहरू भोसडीहरू अहिले खान नपाउँदा चाहिँ यिनीहरू अहिले तितर बितर भएर चाहिँ भनौं न आक्रमणको हिसाबले लागि परेका छन्। देशको अशान्तिको निमित्त लागि परेका छन्। यिनीहरूलाई चाहिँ डाइरेक्टली गोली ठोक्न पर्ने थियो। मानवताको हिसाबले अझै पनि यिनीहरूलाई बाँच्न दिइरहेको छ, जिरहन दिइरहेको छ। एउटा आत्माको हिसाबले यिनीहरूले जिने अधिकारै छैन के। जो आफ्नो राष्ट्रलाई, आफ्नो आमा सम्मान, आफू जन्मेको भूमिलाई एउटा सम्मान दिन सक्दैन भने त्यो व्यक्ति यो धरतीमा बाँचेर कामै छैन। यिनीहरूलाई चटचटी पारेर छिनाउनु पर्ने, दिमाग सड्किने गरी गोली हानेर मार्न पर्ने यिनीहरूलाई चाहिँ छ नि रिस यति उठ्छ। देश अघि कसरी बढाउने भन्ने विचार त छैन, पुरानै तर्फबाट लुटपाट गरिरहँ, अर्कालाई थर्काइरहँ, दङ्गाइरहँ भन्ने हिसाबले चाहिँ यिनीहरू अझै पनि लागि परेका छन्। यिनीहरूलाई देशमा बाँच्ने अधिकारै छैन। सम्पूर्ण जनता, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जुन भाइ बहिनीहरू छ, आँखाको त्यो पट्टी खोल्नुस्, देशलाई अघि बढाउनु पर्छ।
आफ्नो आँखा सामने आफ्नो आँगन सामने इन्डिया चाइना कति विकसित भइसके, परको अमेरिकालाई स्विजरल्यान्डलाई हेर्नै पर्दैन। आफ्नै कुमकुम जोडेका यी राष्ट्र शक्ति राष्ट्र भइरहेका जुन राष्ट्रहरूलाई नहेरिकन उनीहरूको दाना मुसार्दै बस्ने, उनीहरूले जे भन्छ त्यही हित अनुसार चाहिँ आफ्नो देश विकास चाहिँ गर्दै जाने, आफूले खाइरहन पाउने गरिरहन पाउने अनि बिगारेर चाहिँ आफू जन्मेको आफ्नो घर भत्काएर चाहिँ अरूको भलाइका निम्ति चाहिँ लडिरहने यिनीहरू भनौँ न, यो भतुवाहरू चाहिँ देशभित्र बस्न पाउनु हुँदैन। यिनीहरूलाई कि मार्नै पर्छ कि यिनीहरूलाई देश निकाला गर्नै पर्छ। यत्रो त्यागबाट देश गुज्रिरहेको छ, अझै पनि यिनीहरूलाई रमाइलो लागिरहेछ, खुसी लागिरहेछ। अझै हाहा र हो गरेर रागो जुलुस बाल्ने, यसले यो गर्यो ऊ गर्यो भनेर नकारात्मक भ्रम फैलाउने कुरो भइरहेको छ। यसलाई चाहिँ तत्कालै सरकारले चाहिँ आफ्नो पकडेर चाहिँ कि जेलमा हाल्न पर्यो कि सतर्कता निम्ताउनको लागि पहिले सूचनाबद्ध योजनाहरू ल्याएर चाहिँ यिनीहरूलाई चुप बसाउनु पर्यो। गणतन्त्र हो, बोल्न पाइन्छ, तर अनावश्यक कुरामा देशलाई दखल दिइरहने, नकारात्मक दिशामा लैजानको लागि उत्प्रेरित गरिरहने यी भरौटेहरूलाई बाँच्ने अधिकार छैन। त्यही भन्न चाहन्छु। जुन पनि यो राम्रो काम गरिरहनु भएको थियो हाम्रो सुदन गुरुङजी, उहाँको पनि पर्सनल यो व्यक्तिगत हिसाबले यो कार्यभारमा रहनुभन्दा पहिले चाहिँ यसो केही पैसा बढोस् भन्ने हिसाबले चाहिँ सेयर लिनुभएको रहेछ। उहाँले आफ्नो नैतिकताको हिसाबले आफ्नो राजनीतिक भन्नु पदबाट चाहिँ राजीनामा दिनु भइसकेको छ। एकदम सल्युट गर्न चाहन्छु। तपाईँ विशुद्ध भएर एउटा शुद्ध हिसाबले फेरि पनि आउनुहुन्छ भन्ने रूपले एउटा भनौँ न पोजिटिभ हिसाबले लिएका छौँ। त्यसलाई दुःख नमान्नु होला। तपाईँ अवश्य फेरि पनि आफ्नो पद ग्रहणमा अवश्य हुनेछ भन्ने आशा राखेको छु। र यसको साथसाथै के भन्न चाहन्छु भने हाम्रो यो अहिलेको हाम्रो सरकारको जुन पनि यो बहुमत ल्याएका पार्टी स्वतन्त्र पार्टी छ र अरू पनि विभिन्न राम्रा व्यक्तित्वहरू चुनेर आउनुभएको छ। उहाँहरूलाई सम्मान अनुरूप चाहिँ के भन्न चाहन्छु भने जसले लिड गर्न सक्नुहुन्छ मलाई चाहिँ यो अहिले ग्याप चाहिँ राख्नु हुँदैन। यसलाई चाहिँ तत्कालै रिकल गरेर चाहिँ राखिहाल्नुपर्छ। कामलाई चाहिँ यो अघि बढाइहाल्नुपर्छ। यहाँ भाँडभैलो गरेर दोस्रो भनौँ न दृष्टिकोणबाट चाहिँ यिनीहरूले सोच्ने मौकै नपाओस्। यिनीहरूलाई चाहिँ तत्काल करापझ्याप बनाएर समातेर यिनीहरूको नराम्रो कुराहरू पक्ष चाहिँ पर्दाफास गर्नै पर्छ। यसको लागि उपयुक्त व्यक्ति चाहिँ म राजु पाण्डेजी हुनुहुन्छ, जुन पृथ्वीनारायण शाहका पहिलाका योद्धाहरूको पक्षमा कालु पाण्डे जस्ता व्यक्तित्वहरू बलिया सोचमा सोच भएका, सम्पूर्ण राजनीति कुकृति जसले गरेका छ तिनका विषयगत रूप बुझेका व्यक्ति मलाई राजुनाथ पाण्डेजी यसो मनमा सोचमा लागेको छ। उहाँलाई राख्नुपर्छ। तत्काल हिसाबले म पनि एकदम बुझेको मान्छे, पहिला बालेनजीसँग सहकार्य गर्नुभएका व्यक्ति र मानिरहनुभएका देशभक्ति, एउटा देशको लाई चाहिँ एउटा भनौँ न राम्रो देशलाई चाहिँ अघि बढाउनको निम्ति, माथि पुर्याउनको निम्ति चाहिँ सदैव आफूले ढुङ्गा मुढा खाएर पनि लागि पर्नु भएको थियो। उहाँलाई चाहिँ यसमा चुन्नको लागि चाहिँ रिप्लेस गर्नको लागि चाहिँ रिकल गर्नको लागि चाहिँ म आह्वान गर्न चाहन्छु। यति नै भन्न चाहेँ र राम्रो हुँदै जाओस्। देश अघि बढेको हेर्न चाहन्छु, राम्रो भएको हेर्न चाहन्छु। सम्पूर्ण म लगायत सम्पूर्ण जनविश्वासमा यही लागेको छ। अब अवश्य राम्रो हुन्छ र जो पनि यो भरौटेहरू
छन् यिनीहरूलाई चाहिँ तलाउनै पर्छ। यिनीहरूको कुकृत्य गरेका सम्पूर्ण यो कार्ययोजनाहरू, ती भ्रष्ट गरेका ती सम्पूर्ण अकुत सम्पत्तिहरू, फाइलहरू यिनीहरूले योजनाबद्ध घटाएका बारे चाहिँ सम्पूर्ण पुष्टि गर्नै पर्छ। यिनीहरूलाई कोच्नै पर्छ भन्न चाहन्छु, नमन व्यक्त गर्न चाहे। जय देश, जय नेपाल।